साथीहरू यो चाहिँ गिफ्ट हो हैन। अब यो चाहिँ के होला, कसले पठाइदिनु भएको होला भन्दाखेरि अब यहाँ हेर्नुपर्छ यो चाहिँ के होला। यसो हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि स्याम्पू जस्तो लागिरहेछ, पक्कै पनि स्याम्पू नै हो यो। अनि यो गिफ्ट चाहिँ कहाँबाट आएको होला भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ अब एकछिनपछि तपाईँहरूलाई म भन्नेछु। यो गिफ्ट चाहिँ स्पेसल गिफ्ट हो। हेर्नुहोस् है, म अब यसलाई म खोल्छु है। वाउ, के रहेछ भने एकछिनै कस्तो राम्रो रोयल्सन केराटिनको स्याम्पू रहेछ, केराटिन केयर रोयल्सनको। यो चाहिँ अब कसले दिनुभएको होला भन्दाखेरि यो चाहिँ स्पेसल गिफ्ट आएको हो। म स्कुलदेखि आउने बित्तिकै यसो हेरेको गिफ्ट आइरहेको थियो यो रोयल्सनको केराटिनको। यो मलाई एकदमै यसले मेरो कपाल राम्रो पनि गर्छ र तपाईँहरूले पनि लाउन सक्नुहुन्छ। साथीहरूले पनि यो यसले चाहिँ केराटिन गरेको कपाललाई चाहिँ एकदमै राम्रो गर्छ। अब यो चाहिँ कसले दिनुभएको होला भन्दाखेरि तपाईँहरूले चाहिँ अब कसले दिनुभएको होला भन्नुहुन्छ। कसले दिन्छ र? यो मैले आफै किनेको हो, मैले आफै किनेको। मलाई त यस्तो दिने मान्छे त कोही पनि छैनन्। यस्तो गिफ्ट आउने मेरो जीवनमै कहिले पनि मलाई यस्तो गिफ्टहरू के पनि आएको छैन। म मान्छेहरूको टिकटकमा हेर्ने गर्छु, मान्छेहरूले चाहिँ गिफ्ट आयो के आयो भनेर भन्छन्। आहा, मलाई पनि गिफ्टहरू आएको भए म पनि यस्तै भिडियोहरू बनाउँथेँ होला, म पनि देखाएर भनेर भन्छु, मनमा यसो सम्झिन्छु। तर मेरो त कहिले पनि यस्तो गिफ्टहरू आउँदैन। त्यही भएर चाहिँ मैले चाहिँ यो आफैले किनेको स्याम्पू चाहिँ स्पेसल गिफ्ट भनेर भनेको। यो मैले आफैले किनेको स्याम्पू हो है साथीहरू, कसैले गिफ्ट दिएको होइन। मलाई अहिलेसम्म गिफ्टै पाएको छैन, म दिएकै छैन। मेरो जीवनमा गिफ्ट दिने मान्छे त कोही पनि आएको छैन साथीहरू। यसले चाहिँ तपाईँहरूको कपाललाई राम्रो गर्छ। यो रोयल्सनको केराटिन केयर चाहिँ राम्रो छ। तपाईँहरूले पनि यो युज गर्न सक्नुहुन्छ है साथीहरू। यो मैले आफैले किनेको गिफ्ट भने कसैले दिएको होइन है। मैले त्यत्तिकै बनाएको मात्र, बनाउनु मन लागेर बनाएको। कसले दिन्छ र गिफ्ट? अहिलेसम्म मैले गिफ्टै पाएको छुइनँ साथीहरू।